धेरै पुरानो समयको कुरा हो, जब पृथ्वीमा अधर्म बढ्दै गइरहेको थियो। अन्याय र अक्षय तृतीयाको पावन दिनमा जन्मिए धर्मका रक्षक धुन्धर परशुराम। बाल्यकालदेखि नै उहाँ साहसी, अनुशासित र धर्मप्रति समर्पित हुनुहुन्थ्यो। भगवान शिवबाट प्राप्त भयो दिव्य फर्सा, जसले उहाँलाई शक्तिशाली पटायो। ले समाजलाई थिचिरहेको थियो। त्यतिबेला भगवानले मानव रूप लिएर धर्मको रक्षा गर्न अवतार लिनुभयो। तर पृथ्वीमा अन्याय बढ्दै गयो। सहस्त्रार्जुन जस्ता राजा अत्याचारी बने। यही क्रममा भगवान विष्णुका 6ठौं अवतारका रूपमा जन्मिनुभयो भगवान परशुराम। उहाँको जन्म अक्षय तृतीयाको पावन दिनमा भयो। एक दिन सहस्त्रार्जुनले परशुरामका पिताको हत्या गर्यो। उहाँका पिता महान ऋषि जमदग्नि ऋषि र माता रेणुका हुनुहुन्थ्यो। बाल्यकालदेखि नै परशुराम अत्यन्त तेजस्वी, साहसी र धर्मनिष्ठ हुनुहुन्थ्यो। एक दिन उहाँले कठोर तपस्या गरेर भगवान शिवबाट दिव्य फर्सा प्राप्त गर्नुभयो। त्यसपछि उहाँ परशु बोकेको राम अर्थात् परशुराम भनेर चिनिनुभयो। उहाँले अत्याचारीहरूलाई हराउँदै धर्म स्थापना गर्नुभयो। अहंकारी क्षेत्रीय राजाहरूले जनतालाई दुःख दिन थालेका थिए। विशेष गरी सहस्त्रार्जुन नामक राजाले ऋषि जमदग्निको हत्या गरेपछि परशुराम तर अत्यन्त उहाँ क्रोधित केवल हुनुभयो। योद्धा मात्र होइन, त्यसपछि उहाँले महान प्रण गर्नुभयो, तपस्वी पनि अब हुनुहुन्थ्यो। पृथ्वीबाट अन्यायको अन्त्य गर्नेछु। उहाँले सत्यको 21 मार्गमा पटकसम्म हिँड्न कहिल्यै पृथ्वीलाई नडराउनुहोस्। अत्याचारी शासकहरूबाट मुक्त धर्मको गराउनु रक्षा भयो। गर्नु नै तर साँचो परशुराम जीवन हो। केवल एक योद्धा मात्र होइन, उहाँ एक महान तपस्वी पनि हुनुहुन्थ्यो। उहाँले सधैँ सत्य, धर्म र न्यायको पक्ष लिनुभयो। आज पनि परशुराम जयन्तीका दिन भक्तजनहरूले उहाँको पूजा गरी धर्म र साहसको प्रेरणा लिन्छन्।